ओम नमो भगवते वासुदेवाय नमः। ओम श्री गणेशाय नमः। ओम मङ्गलमूर्ते नमः। ओम सरस्वती देव्य नमः। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, इष्टमित्र, कुलकुटुम्ब, सबै आफन्तजनहरूमा राशिफलको पर्खाइमा बसिरहनुभएका सम्पूर्ण मित्रहरूमा म बिहानैको राशिफलमा सबैलाई स्वागत गर्दछु, हार्दिक नमस्कार गर्दछु, एकदम न्यानो अभिवादन टक्राउँदछु। स्वीकार्नुहोस् यो न्यानो अभिवादन र राशिफल सुनेर आफूले दिनभरिको आफ्नो योजनाहरू तयार गर्नुहोस्। र राशिफल सुनिसकेपछि तपाईँलाई चित्त बुझ्यो भने एउटा लाइक अवश्य पनि गर्नुहोला र कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट बक्समा जनाउनुहोला। र उचित सल्लाह र सुझावको लागि एकदम धेरै स्वागत गर्नेछौँ हामी। र हामीलाई पनि थप हौसला र उमङ्गहरू बढ्नेछन्, हामीलाई पनि थप प्रेरणाहरू बढ्नेछन्। र तपाईँ पहिलोपल्ट हेर्दै हुनुहुन्छ भने एउटा सब्सक्राइब गरेर हामीसँग जोडिनुहोला। सुरु गरौँ आजको तिथिमिति तर्फबाट। आज मिति 2082 साल आषाढ 13 गते शुक्रबार, तदनुसार सन् 2025 को जुन महिनाको 27 तारिक आज आषाढ शुक्ल पक्षको द्वितीय तिथि 1:21 र पुनर्वसु नक्षत्र बिहान 9:48 अनि त्यसै गरी व्याघात योग र तैतिलकरण सूर्योदय बिहान 5:12 हुनेछ भने सूर्यास्त भरे साँझ 7:02 हुनेछ। चन्द्रमा बिहान 7 बजेसम्म मिथुन राशिमा र त्यसपछि कर्कट राशिमा उत्तर दिशातिर रहनेछन्। अनि योगिनी मध्याह्न 1:21 उत्तरमा र त्यसपछि आग्नेय दिशातिर रहनेछन्। त्यस्तै काल राहु आज शुक्रबार आग्नेय दिशामा बिहान 10:30 देखि 12 बजेसम्म रहनेछन्। श्री जगन्नाथ रथ यात्रा पनि रहेको छ आज। अब सुरु गरौँ मेष राशि। मेष राशिको आजको फल तपाईको मध्यम खालको फल देखिन्छ। बिहान करिब 8 बजेसम्म तपाईँ मेष राशि हुने मित्रहरूलाई तेस्रा चन्द्रमाले निकै जोस र जाँगर बढाइदिनेछन् भने बिहानै अनौठो उत्साह तपाईमा आउँदा अचम्ममा नपर्नुहोला, किनभने 8 बजेपछि अप्रत्याशित चौथा घरमा चन्द्रमा सर्नाले ती उत्साह र जोस जाँगर सबै बादलको घुम्टोभित्र पस्नेछन्। मतलब बिहान राम्रो छ तर दिउँसो चाहिँ अलिकति केही नराम्रो छ भन्ने सङ्केत गरेको यसको। दिउँसो अपराह्न करिब 2-2:30 बजेतिर मातृकष्टको योग देखिन्छ। आमाको स्वास्थ्य उपचारमा केही गडबडी आउन सक्छ। अप्रत्याशित खर्च र खटपट पर्न सक्छ। तपाईँले ओम अङ्गारकाय नमः भन्ने मन्त्र जपेर आफ्नो काममा निस्किनु भए राम्रो हुन्छ। 6 क्यारेटको मुगा ताँबाको औँठीमा दाहिने हातको काइली औँलामा धारण गरे अझ उत्तम हुनेछ। तपाईँको लागि शुभ रङमा रातो रङ शुभ मानिन्छ भने शुभ अङ्कमा 6 र घात बारमा आइतबार र घात तिथिमा चाहिँ परेवा, खष्टी र एकादशी घात पर्न जान्छन्। अब वृष राशि। बिहान 8 बजेसम्म दोस्रा चन्द्रमाले धनको वर्षा गराइदिनेछन्। तपाईँले थोरै मेहनत र धैर्यता भने गर्नै पर्ने हुन्छ। आजको योग ग्रहहरूको संयोगलाई आफ्नो बुद्धि र विवेकले भ्याएसम्म सदुपयोग र प्रयत्न गरेमा निकै ठुलो कामबाट राम्रै फाइदा प्राप्त गर्न सक्नुहुनेछ। तपाईँ वृष राशि हुने मित्रहरूले दिउँसो पनि चन्द्रमा तेस्रा घरमा यानि कि पराक्रम र बन्धु स्थानमा जानाले आँट हौसला निकै बढ्नुको साथै बन्धु बान्धवतिरको शुभ समाचार पनि प्राप्त हुनेछ। ओम सुम शुक्राय नमः भन्ने मन्त्र जपेर आफ्नो काममा निस्किनुहोला। अनि त्यहाँबाट आधा क्यारेटको हिरालाई सुनमा अथवा प्लाटिनियममा दाहिने हातको कान्छी औँलामा धारण गरे उत्तम हुन्छ। तपाईँको शुभ रङ सेतो, शुभ अङ्कमा 5 र घात बारमा शनिबार र घात तिथिमा पूर्णा भनेको पञ्चमी, दशमी र औँसी पूर्णेलाई पूर्णा भनिन्छ। मिथुन राशि। मिथुन राशिको बिहानी पक्षसम्म चन्द्रमा शिरमा हुँदा अचम्मको खुसी प्राप्त हुने योग छ। साथीभाइसँगको रमाइलोपन र
मिष्टान्न भोजनको योग देखाएको छ। दिउँसो अप्रत्याशित धन प्राप्त हुने छ। व्यापार व्यवसाय एवं रोजगारीको क्षेत्रमा उल्लेख्य सुधार हुनेछ। ओम बुम बुधाय नमः भन्ने मन्त्र जपेर आफ्नो काममा निस्किनुहोला। 4 क्यारेटको पन्नालाई सुन या पञ्चधातुमा दाहिने हातको कान्छी औँलामा लगाए उत्तम हुनेछ। शुभ अङ्कमा 3, घात बारमा सोमबार र घात तिथिमा भद्रा भनेको द्वितीया, सप्तमी र द्वादशी। कर्कट राशि। द्वादश स्थानको चन्द्रमाले बिहान खर्च गराउने र आम्दानीको बाटाहरूमा केही अवरोध सिर्जना भए पनि करिब 8 बजेपछि शिरमा आउने चन्द्रमाले व्यापार व्यवसायमा क्रमिक रूपमा सुधार हुँदै जानेछ। पारिवारिक मतभेद समाप्त भई सुखद दाम्पत्य जीवनको सुरुवात हुनेछ। अपराह्नतिर नसोचेको मित्रसँग भेट हुनेछ। ओम सोम सोमाय नमः भन्ने मन्त्र जपेर काममा निस्किनुहोला। 4 क्यारेटको मोतीलाई चाँदीको औँठीमा देब्रे हातको काइँली औँला वा कान्छी औँलामा लगाए उत्तम हुनेछ। तपाईँको शुभ रङमा सेतो घिउ कलरको रङलाई उत्तम मानिन्छ। तपाईँको शुभ अङ्कमा 6 र घात बारमा बुधबार र घात तिथिमा भद्रा यानि कि द्वितीया, सप्तमी र द्वादशीलाई घात तिथि मानिन्छ तपाईँ कर्कट राशि हुने मित्रहरूको लागि। अब सिंह राशि। 12औं चन्द्रमा र लग्नको केतु मङ्गलले तपाईँ सिंह राशि हुने मित्रहरूलाई आज दिनभर अप्रत्याशित र अकल्पनीय खर्च हुन जाने दिन छ। आशा गरेका व्यक्तिबाट धोका हुन सक्नेछ। पारिवारिक विवाद र छिमेकीसँग मनमुटाव पनि बढ्न सक्छ। अत्यन्तै संयमित भएर चल्नुपर्ने दिन छ। ओम घृणी सूर्याय नमः भन्ने मन्त्र जपेर काममा निस्किनुहोला। 3 क्यारेटको रुबी वा माणिक्यलाई सुन या पञ्चधातुमा दाहिने हातको काइँली औँलामा लगाए अति उत्तम हुनेछ। तपाईँको लागि शुभ रङमा रातो रङ रहेको छ भने रातो बैजनी रङको रङ उत्तम हुन्छ। अनि शुभ अङ्कमा 5 र घात बारमा शनिबार र घात तिथिमा जया भनेको तृतीया, अष्टमी र त्रयोदशी तिथि घात पर्दछन्। अब कन्या राशि। एकादश चन्द्रमाले आज तपाईँ कन्या राशि हुने मित्रहरूको जीवनमा एउटा नौलो हलचल ल्याइदिनेछन्। सोच्दै नसोचेको व्यक्तिबाट निकै ठुलो र महत्त्वपूर्ण सहयोग प्राप्त हुन जाने दिन छ। सवारी प्राप्ति हुने योग छ। नयाँ सवारी साधन कुदाउनु पर्ने दिन छ आज, तथा वैदेशिक यात्राको पनि सम्भावना रहेको छ। ओम बुम बुधाय नमः भन्ने मन्त्र जपेर काममा निस्किनुहोला। 4 क्यारेटको पन्नालाई सुन या पञ्चधातुमा दाहिने हातको कान्छी औँलामा लगाए उत्तम हुनेछ। तपाईँको शुभ अङ्कमा 3 र शुभ रङमा हरियो निलो रहेको छ भने अनि घात बारमा शनिबार र घात तिथिमा पञ्चमी, दशमी, पूर्णे र औँसी घात पर्न गए। तुला राशि। तुला राशि 10औं चन्द्रमाले व्यापार तथा व्यवसायबाट निकै ठुलो फाइदा पुग्ने दिन छ। पिताको स्वास्थ्यमा सुधार हुनुका साथै कुनै एउटा महत्त्वपूर्ण नयाँ काममा हात हाल्नुपर्ने दिन छ। पारिवारिक सुख एवं प्रेम जीवन सफल हुने दिन छ। आधा क्यारेटको हिरा, प्लाटिनियम या सुनमा दाहिने हातको कान्छी औँलामा लगाए उत्तम हुनेछ। शुभ अङ्कमा 5 र शुभ रङमा सेतो कलजी अनि घात बारमा बिहिबार र घात तिथिमा चौथी, नवमी र चतुर्दशी रहेका छन्। वृश्चिक राशि। बिहान 8 बजेसम्म 8औं चन्द्रमा परेकाले कुनै महत्त्वपूर्ण काममा हात नहालेको राम्रो। 8 बजेपछि 9औं चन्द्रमाले भाग्य चम्काइदिने छन्। विशेष धार्मिक तथा सामाजिक कार्यक्रममा सहभागी हुनुपर्ने र सामाजिक प्रतिष्ठामा पनि आज निकै माथि पुग्ने देखिन्छ। 6 क्यारेटको मुगालाई तामाको औँठीमा दाहिने हातको काइँली औँलामा लगाए उत्तम हुनेछ। शुभ रङमा रातो सिमरी कलरको र शुभ अङ्कमा 7 रहन गएको छ भनेदेखि घात बारमा शुक्रबार र घात तिथिमा परेवा खसी र एकादशीलाई घात मानिएको छ। धनु राशि। आज दिनभर अर्थात् बिहान 8 बजेदेखि 8औं चन्द्रमा परेका कारणले गर्दा अनावश्यक यात्रा र खर्चले चाहिँ हैरान हुनेछ। आफ्नो हातले नगरेको राम्रो। आज कुनै पनि महत्त्वपूर्ण काम आफ्नो हातले नगरेको राम्रो छ। खाना खाने बेलामा निकै ठुलो विवाद पर्न सक्ने छ र त्यसको निकै ठुलो विवादको सामना गर्नुपर्ने हुनसक्छ। आजको दिन तपाईँ धनु राशि हुने मित्रहरूले अति नै संयमित भएर एक झापड खाए पनि सहेर हिँड्नुपर्ने दिन छ।
ओम ब्रीम बृहस्पतये नमः भन्ने मन्त्र जपेर निस्किनु भयो। कतै निस्किनु पर्ने भयो भने 4 क्यारेटको पुष्पराज चुन या पञ्चधातुमा दाहिने हातको चोरमलमा लगाए उत्तम हुनेछ। तपाईँको शुभ रङ्ग पहेँलो हो भने शुभ अङ्क 4 हो। अनि घात बार शुक्रबार र घात तिथि चाहिँ नन्दा यानि कि परेवा खष्टी र एकादशी तिथि चाहिँ घात पर्न गयो। तपाईँ धनु राशि हुने मित्रहरूको लागि। अब मकर राशि, बिहानै अप्रत्याशित खर्च गर्नुपर्ने र आर्थिक सङ्कट आए पनि मध्याह्नपछि समस्याहरू बिस्तारै समाधान हुँदै जानेछन्। मध्याह्नपछि पारिवारिक सुख एवं आफ्नो आफन्तजनसँग भेटघाटले मन प्रस्फुल्लित हुन जाला। व्यापार व्यवसाय एवं रोजगारीको क्षेत्रमा नसोचेको सफलता हासिल हुन जाला। ओम सोम शनेश्वराय नमः भन्ने मन्त्र जपेर काममा निस्किनु होला। 4 क्यारेटको नीलम सुन या पञ्चधातुमा दाहिने हातको माझी औँलामा लगाए उत्तम हुनेछ। शुभ रङमा नीलो र शुभ अङ्कमा 4 अनि घात बारमा मङ्गलबार र घात तिथिमा रिक्ता भनेको चौथी, नवमी र चतुर्दशी पर्न गए। कुम्भ राशि, अस्वस्थता र चिन्ताले दिनभर सताउने दिन छ। शोक सम्बन्धी समाचार प्राप्त हुने दिन, शोक सम्बन्धी समाचार पनि आउन सक्छ। पारिवारिक खटपट र प्रेममा बिछोड हुने सम्भावना छ। लेनदेनमा निकै ठुलो विवाद पर्न सक्ने भएकाले ओम सोम शनेश्वराय नमः भन्ने मन्त्र जपेर काममा निस्किनु होला। 4 क्यारेटको नीलमलाई सुन या पञ्चधातुमा दाहिने हातको माझी औँलामा लगाए उत्तम हुनेछ। शुभ रङमा नीलो र कालो दुईटै बराबर छन् भनेदेखि शुभ अङ्कमा 2 र घात बारमा बिहिबार र घात तिथिमा जया भनेको तृतीया, अष्टमी र त्रयोदशी रहन गए। अब मीन राशि, पञ्चम चन्द्रमाले सन्तान तथा पुत्र सुख विद्या आर्जन हुने योग देखायो। मन चङ्गा र फुर्ती हुने दिन छ। कुनै धार्मिक व्यक्तिसँग भेटघाट तथा पारिवारिक जमघट हुने दिन छ र विद्यमान 7.5 चाहिँ कायमै रहेकोले गर्दा तपाईँले शनिको पनि थोरै उपासना गरेर ओम सोम शनेश्वराय नमः भनेर हिँड्नुभयो भने काममा निस्किनु राम्रो हुन्छ। साथमा ग्रह मालिक बृहस्पतिको पनि ओम ब्रीम बृहस्पति नमः भन्ने मन्त्र जपेर काममा निस्किनु होला। 4 क्यारेटको पुष्पराजलाई सुन या पञ्चधातुमा दाहिने हातको चौरमलमा लगाए उत्तम हुनेछ। अनि शुभ अङ्कमा 9 र शुभ रङमा पहेँलो पिङ्क कलरको अनि घात बारमा शुक्रबार र घात तिथिमा चाहिँ पूर्णा तिथि भनेको पञ्चमी, दशमी, औँसी र पूर्णिमालाई घात मानियो तपाईँ मीन राशि हुने मित्रहरूको लागि। हवस् त, अब भोलिसम्मको राशिफल भोलि फेरि अर्को राशिफल लिएर उपस्थित हुनेछु। बिदा दिनुहोस्। ओम सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् भवेत्। ओम शान्ति, ओम शान्ति, ओम शान्ति। तपाईँहरूको दिन अत्यन्तै शान्तिमय भएर बितोस्, सफल रहोस्, सुख समृद्धि छाओस्। हवस् त, भोलि फेरि अर्को राशिफलमा भेटौँला। तबसम्म बिदा दिनुहोस्। नमस्कार।